यिनीहरू गौरवमय संस्कृति बोकेका नेपालका पुराना आदिवासी हुन्। तर यिनीहरू नै पिछडिएका, शोषित र विपन्न अवस्थामा रहेका छन्। शोषण र विपन्नता उनीहरूको भाग्यमा लेखिएर भने आएको होइन। एक समय तराईको सम्पूर्ण हरियो र घना जङ्गलका संरक्षक यिनीहरू नै थिए। औलो ज्वरोको प्रकोपलाई सजिलै पचाउन सक्ने क्षमता यिनीहरूमा थियो। अधिकांश तराई भूमिका वास्तविक मालिक यिनीहरू नै थिए। कुनै बेला तराईको सम्पूर्ण भूभागका मालिक थारूहरूलाई राजनीतिक र सामाजिक परिवर्तनले कङ्गाल बन्न बाध्य बनायो। यो पश्चिम नेपालका थारूहरूको कथा हो। साथै एउटा संस्था र त्यसले थारूहरूलाई सङ्गठित गरेर उनीहरूको पुनरुत्थानका लागि गरेको सहयोग सम्बन्धी कथा पनि हो। तराई नेपालको उर्वर भूमि हो। अत्यधिक गर्मी भए पनि नेपालका लागि यो प्राकृतिक वरदान साबित भएको छ। पहिले यहाँ औलो र जङ्गली जनावरको ठुलो प्रकोप थियो। औलोको बिगबिगी रहे पनि जङ्गलमा नै बसेर पौरखी थारूहरूले तराईलाई आबाद योग्य ठाउँ बनाए। बाहिरी विश्वबाट पृथक रहेर उनीहरूले आफ्नै प्रकारको सम्पन्न र विशिष्ट संस्कृतिको निर्माण गरे। सम्पन्न र विविधतायुक्त संस्कृति। पृथक अस्तित्व कहिलेकाहीँ दुःखदायी पनि हुने गर्दछ। यो अवस्थाले जमिन र अन्य स्रोतमाथि कब्जा गर्नुपर्ने अवस्थामा समस्या पनि खडा गर्दछ। सन् 1950 पछि औलो उन्मूलन र सरकारी पुनर्वास योजनाले तराईमा नयाँ सम्भावनाको ढोका खोलिदियो। पहाडबाट तराईमा बसाइँ सर्नेहरूको भिड लाग्न थाल्यो। जनसङ्ख्याको उच्च चाप र अति गरिबीले भरिएको पहाडलाई छोडेर आउनेहरूको आवश्यकता पूर्ति गर्नका लागि तराईका धेरै जङ्गल फाँडिए। पहाडबाट झर्नेहरू शिक्षित र बाठा थिए। राजनीतिक नेतृत्वमा रहनेहरूले पनि उनीहरूलाई नै सघाए। सन् 60 को दशकपछि पहाडबाट झर्नेहरूले तराईको जमिनमा एकलौटी स्वामित्व स्थापित गर्दै गए। यी व्यक्तिहरूलाई केही बाठा र सम्पन्न थारू जमिनदारहरूले पनि सहयोग गरे। बहुसङ्ख्यक थारूहरूले आफ्नै आँखा अगाडि आफ्नो जमिन खोसिएको दृश्य निसहाय बनेर हेरे। यसरी पहाडबाट मानिसहरूको ओइरो र राजनीतिक सामाजिक घटनाहरूले कुनै बेला तराईको सम्पूर्ण भूभागका मालिकहरू आफैले रगत पसिना बगाएको ठाउँमा विपन्नता र शोषणमा बाँच्न बाध्य भए। जमिनसँग गहिरो सम्बन्ध भएका बहुसङ्ख्यक थारूहरू नै जमिनबाट विमुख भए। धेरैले जमिनदार कहाँ कमैया भनिने बाँधा मजदुरको जीवन बिताए। उनीहरूमाथि कर्जाको बोझ थपिँदै गयो। जमिनदार कहाँ आफैलाई बन्धक राखेर धेरै थारूहरूले जमिन पाउने सपना देखे। कमारा कमारी सरह उनीहरूको किनबेच भयो। बेचिएर एक जिल्लाबाट अर्को जिल्लामा जाने थारूहरूका आफ्नै दुःखपूर्ण कथा छन्। अज्ञानता र गरिबीले उनीहरूलाई शोषण र उत्पीडनमा बाँच्न बाध्य गरायो। जमिन र अन्य स्रोत गुमेका धेरै थारूहरूले कमैया बनेर आफ्नो गौरवशाली अस्तित्व समाप्त गरे। सन् 2000 नयाँ सहस्राब्दीको बिहानसँगै परिवर्तनको थालनी भएको छ। थारूहरू उनीहरूको सुसुप्त अवस्थाबाट सङ्गठित भइरहेका छन्। अब उत्पीडित थारूहरू अँध्यारो संसारबाट बाहिर निस्केर आफ्नो नैसर्गिक अधिकार प्राप्त गर्न आन्दोलित भइरहेका छन्। यो कार्य नेपालका दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा
एउटा निश्चित शिखरमा पुगिसकेको छ। थारू समुदायमा ठुलो क्रान्ति आइसकेको छ। यो क्रान्ति हिंसा र हत्या बिना नै आएको हो। दाङका केही कल्पनाशील थारू युवाहरूको नेतृत्वमा यो क्रान्तिको बिउ प्रजातन्त्रको पुनर्स्थापना हुनु पूर्व नै रोपिसकेको थियो। शोषण र भेदभाव रहित नागरिक समाजको स्थापना गर्ने उनीहरूको कल्पना थियो। सन् 1991मा स्थानीय समुदायमा आधारित सामुदायिक संस्था बेस अथवा ब्याकवार्ड सोसाइटी एजुकेसनको स्थापनापछि ती थारू युवाहरूको कल्पनाले निकास पायो। बेसका थारू युवा कार्यकर्ताहरू आफ्नो समुदायमा रहेको शोषण, गरिबी, अशिक्षा र भेदभावसँग राम्ररी परिचित थिए। पहिलेको दुःखद इतिहास नदोहोरियोस् भन्नका लागि उनीहरूले पहिलो प्राथमिकता शिक्षालाई दिए। बेसले पहिलो पाइला शिक्षामा भन्ने मूल मन्त्र अघि सार्यो। थारू महिलाहरूलाई शिक्षित बनाउने कार्यलाई बेसले पहिलो प्राथमिकतामा राख्यो। सन् 1991मा कपी, कलम र पुस्तक बोक्नुपर्ने हातहरूले हलो र लौरो बोक्नुपर्ने दुःखद अवस्था रहेकाले पनि समुदायको शिक्षामा ध्यान दिनुपर्ने अवस्था थियो। सन् 1991मा बेसले 1 वर्षे अनौपचारिक शिक्षा कार्यक्रमबाट आफ्नो अभियान थालेपछि धेरै महिलाले चाख राखे। आफ्ना श्रीमानको असहमति हुँदाहुँदै पनि धमकली चौधरी पढ्न आइन्। धमकलीको यो निर्णयले महिलाहरू घरको काम र बालबच्चा जन्माउने र हुर्काउने साधन मात्र हुन् भनी ठान्ने केही पुरुषहरूलाई चुनौती दियो। पहिले हामी अब कति भने पढेका थिएनौँ। त्यसपछि अब नाम लेख्ने भने कस्तो हुन्छ, अनि कको अक्षर कस्तो हुन्छ केही थाहा हुँदै थिएन। सबैलाई स्कुल पहिले 47 सालमा बेस आएर अरूलाई पढ्न लगाएदेखि त्यसपछि मलाई पनि रहर लाग्यो। म यो कान्छो छोरो मेरो भर्खरै जन्मेको थियो। त्यसपछि अरू केटीहरूसित पढ्न मलाई मन लागेर म गएँ। 1-2 महिनासम्म पढेँ। आफ्नो घरबाट 1 घन्टा टाढाको एउटा विद्यालयमा कक्षा 4मा धमकली भर्ना भइन्। आफ्नी छोरीको उमेरका विद्यार्थीहरूसँगै पढ्ने धमकली अब कक्षा 7मा पढ्ने छिन्। शिक्षकहरू पनि धमकलीको लगनशीलताको तारिफ गर्छन्। Small crab lies on their noses. Some fishes केही माछाहरूको धारलाई उहाँ चाहिँ एउटा ब्याकवर्ड कम्युनिटीबाट आउनुभएको हो, थारू कम्युनिटीबाट। अनि थारू कम्युनिटीबाट आएर पनि उहाँले वास्तवमा अनौपचारिक शिक्षा जुन लिनुभयो त्यो अनौपचारिक शिक्षा लिएर मात्रै पनि उहाँलाई सन्तुष्टि भएन। उहाँको उद्देश्य अलिकति अगाडि बढ्नु पनि रहेछ। अनि त्यो हिसाबले चाहिँ के भन्छ उहाँले आफ्नो घर परिवारबाट स्वीकृति प्राप्त गरिसकेर अहिले चाहिँ हामीहरूको विद्यालय सरकारी विद्यालयमा औपचारिक शिक्षा लिनको लागि आउनुभएको छ। र वास्तवमा उहाँको चाहिँ के भन्छ जुन उद्देश्य हो र उहाँको जुन क्रियाकलाप हो त्यसले महिलाहरूलाई एउटा चाहिँ के भन्छ निकै नै प्रेरणा चाहिँ के भन्छ प्रदान गरेको छ। घर परिवारको जस्तो सुकै चपेटामा पनि उनले कक्षा चुकाएनन्। उनलाई सघाउन उनकी छोरी सधैँ उनीसँगै हुने गर्छिन्। उनका पति पनि एकान्तमा उनको प्रशंसा गर्थे, तर क्यामेरा सामु पर्न भने लजाए। यसबीच धेरै धमकली तयार हुँदैछन्। धमकलीको प्रेरणाले अरू थारू महिलाहरू पनि औपचारिक शिक्षा लिन उत्साहित छन्। पुरुषहरूभन्दा धेरै महिला बेसको शिक्षा कार्यक्रमबाट लाभान्वित भएका छन्। महिलाहरू एक अर्काको दुःख सुखमा बढीभन्दा बढी चासो लिन थालिसकेका छन्। उनीहरू समूहमा बसेर विभिन्न विषयमा छलफल गर्दछन्। यो कार्यले महिलाका हक, अधिकार र उनीहरूको क्षमता सम्बन्धी
थुप्रै जानकारी एक आपसमा आदान प्रदान गर्न सहयोग पुर्याएको छ। महिला दिदीबहिनीहरूलाई ज्यालामा असमानता, शोषण र अन्य भेदभावका विरुद्ध लड्न पनि महिला समूहहरूले प्रेरित गर्दछन्। छलफलका माध्यमबाट सम्झाउने कार्य सकिएपछि सहयोगी महिलाहरूले सहभागीहरूलाई र्यालीमा परिणत गर्दछन्। र्याली र चेतनामूलक छलफलमा भाग लिने महिलाहरूले समाजमा रहेका कुरीतिहरूसँग लड्ने ज्ञान पाउँदछन्। थारूहरू आफ्नो जमिन गुमेपछि नयाँ जमिनदार कहाँ बधुवा जीवन बिताउन थाले। उनीहरू आफ्ना पुर्खाले लिएको भनिने काल्पनिक ऋणमा क्रमशः आफ्नो भाग्य जोड्दै गए। दास सरहको बधुवा जीवन बिताइरहेका कमैयाहरूलाई मुक्ति दिने कार्यमा बेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। बेसले आफ्नै पहलमा कमैया मुक्ति कार्यक्रम सुरु गर्यो। बेसले थुप्रै बधुवा कमैयालाई मुक्ति दिलाएर उनीहरूको सफल पुनर्स्थापन गरेको छ। कमैया हकितका निम्ति यस संस्थाले लडेको कानुनी र सामाजिक लडाइँले धेरै कमैयाहरूको मुक्तिका निम्ति मार्ग खोलेको छ। वर्षको 9 मुरी धान पाउने गरी बधुवा बनेका सन्चरे चौधरी बेसको मद्दतले कमैया जीवनबाट मुक्त भए। महिला कमैया जीवनबाट मुक्त फुलमती चौधरी र सोनी चौधरी स्वतन्त्र जीवनमा खुसी देखिन्छन्। मीना कुमारी चौधरीले लामो समय कमैया भएर बधुवा जीवन बिताइन्। बधुवा जीवन उनका लागि निरस र दुःखद थियो। कमैया जीवनबाट मुक्त भएपछि उनले बेसको दिगो विकास कार्यक्रमबाट ऋण लिएर साइकल मर्मत र बिक्री पसल सुरु गरिन्। उनको साइकल मर्मत र बिक्री गर्ने सानो पसलमा अहिले निकै चहल पहल छ। उनका पति उनी सधैँ पसलमा काम गर्छन्। आज मीना कुमारी स्वतन्त्र वातावरणमा सुखी जीवन बाँचेकी छिन्। बालबालिकाहरूमा जुनसुकै समाजको भविष्य निर्भर रहेको हुन्छ। यसै आदर्शबाट प्रेरित भएर बेसले अनाथ कमैया बालबालिकाहरूका लागि चखौरामा एउटा छात्रावास सञ्चालन गरेको छ। धनीराम चौधरी धेरै अनाथ मध्येका एक हुन्। कमैया बस्दा बस्दै उनका बाबुको मृत्यु भयो। बाबुको ठाउँ उनले लिए। तर एक दिन 8 वर्षे जमिनदार कहाँ काम गर्दा रुखबाट लडेर हात भाँचियो। मालिकले उनको उपचारका लागि केही गरेन। बेसले धनीरामको उपचार गरेर शिक्षाको व्यवस्था गरिदियो। धनीराम अहिले छात्रावासमा खुसी छन्। उनले मालिकको शोषण र उत्पीडन भोग्नु परेको छैन। अनाथ बालिका सुनचरीको कथा पनि धनीरामको भन्दा फरक छैन। बेसले उद्धार नगर्दासम्म उनले थुप्रै परिवारमा काम गरिसकेकी थिइन्। अहिले उनी बेसको छात्रावासमा रहेर अरू साथीहरूसँगै रमाइलोसँग बाल्य जीवनको आनन्द लिँदैछिन्। शिक्षा उनको ध्येय बनेको छ। सुरक्षित र सुनिश्चित वातावरणमय छात्रावासबाट बालबालिकाहरू उनीहरूका अभिभावकले भोग्नु परेको नियतिबाट जोगिएका छन्। तर धेरै अनाथ बालबालिकाको भविष्य गाँसिएको छात्रावास आर्थिक सङ्कटबाट गुज्रिरहेको छ। दाङ जिल्लाको चखौरा गाउँ बेसको अवधारणा अनुरूपको शोषण रहित सानो संसार हो। चखौरा बेसले 6 जिल्लामा समेटेका 888 गाउँमध्येको एक हो। बेसको स्थापना पनि यसै गाउँमा भएको हो। हातमा सिर्कनो बोकेर वस्तुभाउ धपाउने बालबालिकाहरू किताब कापी बोकेर विद्यालय जाने कुरा अब यहाँ सामान्य लाग्दछ। यो गाउँमा
अशिक्षा र अज्ञानता इतिहासको कुरा भएको छ। देश नेपाल की साझेदारी आन्तरिक मूल्याङ्कन बैठक दोस्रो दिन हाम्रो छलफल गतिविधि महिला समूहहरूले सामूहिक ऐक्यबद्धताबाट आउने शक्तिको महत्त्व बुझेका छन्। सामूहिक बचत कार्यक्रम महिलाहरूको समूहको एउटा मुख्य कार्य हो। यस कार्यक्रमले महिलाहरूलाई एक अर्काको सहयोगी बनाउन थप मद्दत गरेको छ। बचत कार्यक्रमले बेला बखत आइपर्ने समस्याका लागि कतिको प्रतीक्षा गर्नु पर्दैन। साहुसँग ऋण लिएर धेरै ब्याज तिर्नुपर्ने समस्याको पनि समाधान गरेको छ। जस्तै अब कुनै अप्ठ्यारो परेको बेलामा अरूसित पैसा माग्नु पर्दैन। अब अघि कस्तो गर्नुपर्छ कि अलिक कता अप्ठ्यारो परेकोमा कोही धनीसित ऋण साबत लिन जाँदा कति सैकरा कति 5 लाख छन् भने हामी समूहमा सैकरा अब 2 लाख छौँ। धेरै सजिलो भएको छ। 10 वर्ष अघिसम्म चखौराका बासिन्दाले दाउरा खोज्न केही माइल टाढा पुग्नु पर्दथ्यो। तर अब बेसको अवधारणा अनुरूपको सामुदायिक वनको विकासले यस गाउँका बासिन्दाले आफ्नै वनबाट नियमित रूपमा घाँस दाउरा पाउन थालेका छन्। सामुदायिक वनको अवधारणाबाट लाभ लिन थारूहरूलाई कुनै कठिनाइ परेन। तराईमा बसाइ सराईमा तीव्रता आउनु अघि उनीहरू नै वनका संरक्षक थिए। 6 जिल्लामा बेसको सफलताको आधार ग्रामीण समुदाय आफ्नो समस्या र त्यसको समाधान आफै खोज्न सक्नु हो। सबभन्दा मुख्य मेरो विचारमा हामीले ग्रासरुट्स अर्गनाइजेसन भन्छौँ नि। पक्का ग्रासरुट्स अर्गनाइजेसन हुनलाई त्यही समुदायको मान्छे आफ्नो समुदायको लागि काम गर्नुपर्छ। ती बेसमा हामी त्यही देखिन्छौँ। जुन टार्गेट ग्रुप हाम्रो छ नि थारू मान्छेहरू, धेरै जसो थारू मान्छे आफैले बेसमा काम गर्छ अनि त्यसको फाइदाहरू धेरै हुनसक्छ। मुख्य गरेर मेरो विचारमा एउटा के हुन्छ भने आवश्यकता अनुसारबाट काम गर्छ। जुन जनताको लागि काम गर्छ तिनीहरूको आवश्यकता राम्रोसँग बुझेर काम गर्न सक्छ। बाहिरबाट आएको मान्छेहरू तिनीहरूको सुझाव नलिएर तर आफ्नो सुझाव लिएर हाम्रो समुदाय पक्का के चाहिन्छ, कुन किसिमको समस्या छ त्यो राम्रोसँग बुझेर योजना बनायो भने सफल हुन सक्छ। पश्चिम नेपालका 5 जिल्लाको थारू समुदायमा आमूल परिवर्तनको बिउ रोप्ने बेसका संस्थापक अध्यक्ष दिल्ली बहादुर चौधरी आज खुसी छन्। देशको मुख्य कार्यक्रम भनेको शिक्षा, कमैया, महिला विकास र स्वास्थ्य हो र यसले आफ्नो सुरुवात नै शिक्षाबाट गरेको छ। यसले पहिले यहाँ कुनै पनि केटीहरू स्कुल जाँदैनथे, उनीहरूलाई स्कुल पठाउने काममा आफ्नो कार्यक्रम सुरुवात गरेको छ। जस्तै अहिले निकै कमैयाको शोषण भएको हुनाले सबभन्दा बेसले कमैयाको बारेमा आवाज उठाएको छ। सरकारी त्यसलाई संस्थाहरूलाई कमैयाको बारेमा धेरै जानकारी गराएको छ र समय समयमा अन्तर्क्रिया कार्यक्रमद्वारा सरकारलाई दबाब दिने काम पनि हामीले गर्दै आएका छौँ र शिक्षाद्वारा अहिले 2-3 जना बहिनीहरू एसएलसी पास भइसक्नु भएको छ भने धेरै जस्तो ठाउँमा शिक्षाले निकै प्रगति गरेको छ। 80%, 82%, लेकिन कुनै गाउँमा 99% शिक्षित पनि भइसकेका छन् र आउने देशको मुख्य कार्यक्रम भनेको अहिले सबभन्दा सरकारलाई दबाब दिने स्वायत्त शासन योजना अन्तर्गत काम गर्न लगाउने र कमैयाको ज्याला निर्धारण भइसकेको छ र त्यो अनुसार जमिनदारहरूले दिए कि दिएनन् भने त्यो हेर्ने र जहाँ वन जमर्दहरू छन् त्यसलाई हामीले अदालतसम्म जमिनदारहरूलाई पनि अदालतसम्म पुर्याउने र कृषि मजदुर युनियन गठन गर्ने यसको मुख्य लक्ष्य राखेको छ। थारू समुदायको मुक्तिका लागि महत्त्वपूर्ण योगदान दिए बापत दिल्लीले रिबोक अन्तर्राष्ट्रिय मानव अधिकार पुरस्कार, अशोका फेलोशिप र श्री 5 महाराजा धिराजबाट गोर्खा दक्षिण बाहु पदक
प्राप्त गरेका छन्। बेसको सफलतासँगै सम्मान र पदकको श्रृङ्खला जारी छ। दिल्ली बहादुरको सक्रियता रोकिएको छैन। उनी अझै पनि एउटा लक्ष्य प्राप्तिका लागि कार्यरत व्यक्ति हुन्। दिल्ली बहादुर बेस कार्यालयमा आफ्ना साथीहरूसँग नियमित छलफल गर्दछन्। तराईका 5 जिल्ला बाहेक बेसले पहाडी जिल्ला सल्यानलाई आफ्नो कार्यक्षेत्रमा समेटेको छ। सल्यान पनि अशिक्षा, शोषण र गरिबी जस्ता समस्याबाट जेलिएको जिल्ला हो। दुर्गम र कठिन भौगोलिक अवस्था सल्यानको केन्द्रबिन्दु हो। यद्यपि बेसका कार्यकर्ताहरू यहाँ सक्रिय भइसकेका छन्। सल्यानमा आशाका किरणहरू देखिन थालेका छन्। सल्यानमा यसको प्रवेश र सफलताले बेस तराईमा मात्रै र थारूहरूका लागि मात्र सक्रिय रह्यो भन्न खोज्नेहरूको मुख थुनिदिएको छ। शोषण र भेदभाव मुक्त नागरिक समाजको निर्माणका लागि समथर तराईदेखि भिरालो पहाडसम्म बेसले आफ्नो सक्रियता देखाएको छ। शोषण र उत्पीडन विरुद्धको लडाईँमा लाखौं मानिसको मन जित्न यो संस्था सफल पनि भएको छ। अहिले बेसले एउटा सानो युद्धमा मात्र विजय हासिल गरेको हो। यो विजय केही जिल्लाका भूभागमा मात्र हो। बेसका सामु अशिक्षा र शोषणको ठूलो फाँट अझै क्षितिजमा जीवित छ।